हेलो गाइज, लङ टाइम नो सी। ह्याप्पी दसैँ टु एभ्री वान। आज नवमीको दिन अनि आज हाम्रो घरमा चाहिँ यहाँ जोइन्ट फ्यामिलीहरू गेट टुगेदर गरेर मेरो भोज आयोजना भएको छ। एन्ड देन हाम्रो भोजमा चाहिँ आज यहाँ सबैजना फ्यामिली भेला भएर सेकुवाहरू बनाएर चाहिँ हामी मिठो मिठो परिकार खुवाएर खान्छौँ। एन्ड आई लेट यु गाइस सी वाट विल वी डु नेक्स्ट। होइन, यो अब यस्तो इनिसियल भेजदेखिको बनाएको हो। यहाँ चाहिँ लट्स अफ हार्डवर्क एन्ड एफोर्ट चाहिँ सम्मुको छ। समूहले गर्दै भएको होइन त यतिको। दाँतले सेक्का खानुहुन्छ? बोल्दिनँ, सुन्नुहुन्न। समूहलाई अलिक गाह्रो भएको अवस्था। तिमीले अहिलेसम्म चाहिँ यस्तो काम गरेको थियौ थिएन? समूह थिएन? काठमाडौँ गरेको थिएन? फर द फर्स्ट टाइम इन द लाइफ आर यु एक्सपिरियन्सिङ दिस स्टफ? यो सबै मेहनत चाहिँ अहिले फेरि सेको खाएपछि आउँछ त्यसको मजा। सेकुवा चाहिँ नर्मली काठमाडौँ हुँदाखेरि कहिले काहीँ गएर खाइन्छ बाहिर। अनि अर्को चाहिँ एउटा मात्रै खानु भएको छ त। सेकुवाको समूहले सुरुमा इनिसियल फेजमा आगो बालेर चाहिँ कोइलाहरू सबै आगो लागिसकेपछि अब हामी यहाँ सेकुवा बनाउने तयारीमा छौँ। अनि सेकुवा बनाउँदाखेरि म्यारिनेट मासु म्यारिनेट गरेको छ, भेजिटेबल्स म्यारिनेट गरेको छ। बाबा अगाडि सरिराख्नु भएको छ। अनि अब हामी चाहिँ पकाएपछि खानेको अनुहार हेर्नुहुन्छ, खाने मान्छेको अनुहार। अनि जब चाहिँ बाबुले पनि अब चाहिँ यहाँ टक्कसँगले सेकुवा बनाएर खुवाउँछ, हामी सबैजनालाई हेल्प गर्छ। त्यसरी नै त सिक्ने हो छोरो, होइन? हेलो लियोनेल, हाउ आर यु फिलिङ मेकिङ द बार्बिक्यू एन्ड सेकुवाज एन्ड एभ्रिथिङ? आयो बेसी आयो। बाबु बाबु पढाएको दिनु गर्दा त पढाएको आज नवमीको दिन भएर पनि बुधबार भएको कारणले गर्दाखेरि बुधबारे बजार लागेको थियो। सो अब इभिनिङ टाइम भयो एन्ड देन अब मान्छेहरू घर फर्किने अनि व्यापारीहरू पनि आफ्नो आफ्नो घर गएर अब दसैँ मनाउनु स्टार्ट गर्ने हुनाले गर्दाखेरि मार्केट इज इन भर्स टु बिङ क्लोज। अब यहाँ हामीले बाबुले कोकोनट वाटर खाँदैछ, म पनि अघि एउटा खाइसकेँ, अब अर्को म लिएर आउनु पर्ला हो अहिले। सबैसँगले अब खाने क्रम स्टार्ट भयो। सबैजना खानालाई